नेपालको फुल जापानमा हैन यस्तो बगाली हामीले तिहारमा यो माला लगाउने यो फुलहरू हैन अनि योहरू चाहिँ एकदम सयपत्री फुल भन्छ यसलाई हैन अनि यो फेरि हाम्रो गाई फुल भन्छ हैन यसलाई गाई फुलहरू पनि छ हैन त्यसको चाहिँ अब यो चाहिँ सबै यहाँ बेच्न राखेको हैन मखमली फुलमा देखाइदिन्छ दाइ हाम्रो मखमली एकदम यो तिहारको लागि एकदम यो जुनी फुल हैन मखमली फुल भन्छ यसलाई अनि यो चाहिँ यहाँ बेच्न राखेको छ हैन फुल सपमा राखेको हैन गाइस यता सब तपाईहरुले देख्न सक्नुहुन्छ हामी त नेपालमा दुईटा मात्र किसिमका मखमली फुल व्हाइट र सेतो र रातो मात्र देखिदिन यस्तोहरू तपाईहरुले यस्तो देख्न आउँछन् होला सायद हैन यस्तो थरीको पनि छ हैन यो हेर्नु न यो देखाइदिन्छ मखमली फुल एकदम राम्रो हो यो एकदम अनि यो पनि बवाल छ हैन हामीले देखेको दुई प्रकारको मात्र थियो यहाँ चाहिँ 4-5 प्रकारको फुलहरू छ मखमली फुल हैन अनि यता देखाउनु यो फुल एकदम यो मेरो घरमा पनि थियो नेपालमा हैन लैजानी अनि हैन किन्ने हो नि त 250 मा एउटा यो त घाँसै हो हैन घाँस यो काटेर गोरुलाई खुवाइन्छ हैन अनि यो गिटीहरू हेर्नु हाम्रो कला फेरि यहाँ पाइन्छ यहाँ गिटीहरू बेच्नु लागि हो अनि यहाँबाट छिरे यता भित्र यता छिरे हैन ल फेरि अर्को भेटाएँ मैले एउटा दामी भेटाएँ है यो चाहिँ हाम्रो खोलातिर पाइन्छ क्या यो उता खोल्साहरूमा पाइने हैन यो चाहिँ यहाँ भेटाएँ हैन स्ट्रबेरी अनि यो फेरि स्ट्रबेरी हो अनि यो त तपाईहरुलाई थाहा होला यो स्ट्रबेरी भन्दा नि यो हाम्रो उसा खेतमा फल्छ यो खेतमा हैन अनि यो चाहिँ सब फुल हो के गर्नु सक्दिन हैन यो उहाँहरुलाई सबलाई थाहा होला यो चाहिँ यो के लप्सीको बुट हो यो चाहिँ लप्सीको बुट हो है सबजनालाई थाहा